कसलाई कुन राईलाई ल्याउनुपर्छ त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ र सबैलाई चाहिँ यसको उसमा कारबाही गर्छौँ भन्ने कुरा मैले यहाँहरूलाई निवेदन गर्न चाहेँ। एकजना फरार प्रतिवादीको नाम पनि यहाँ लिएर चाहिँ उहाँलाई चाहिँ किन नल्याएको भन्ने जस्ता विषय पनि उठान गर्नुभयो। त्यो विषय उठान गर्नु यहाँ अब त्यसको जवाफदेहिताको विषयमा चाहिँ यो मेरो सम्बन्धित भनौँ न आजको त्यो सम्बन्धित हो या होइन भन्दा पनि सहकारीसँग रिलेटेड भएको भएर चाहिँ म यहाँहरूलाई के स्पष्ट पार्न चाहन्छु भने यो सरकारले सहकारी सम्बन्धी समस्या बचतकर्ताको बचत फिर्ता गर्नका लागि जसलाई ल्याउन पर्छ, जे काम गर्नुपर्छ, जे नीतिगत सुधारहरू गर्नुपर्छ त्यो सबै गर्छ। त तपाईँले एउटा पात्रको मात्र नाम लिनुभयो, त्यो मात्रै पात्र होइन, धेरै पात्र यस्ता छन् जसलाई चाहिँ यसमा चाहिँ कार्यान्वयनमा एउटा चाहिँ कारबाहीमाको दायरामा फरार रहेको अवस्था छ। त्यही भएर हजुरहरू के ढुक्क हुनुहोस् भने सहकारीको समस्या यो सरकारको प्राथमिकतामा रहिकन हामीले चाहिँ यसको समाधान गर्छौँ, यो हाम्रो प्रतिबद्धता पनि हो। र यसका यो समाधान गर्ने क्रममा हामीले चाहिँ कसलाई कुन राईलाई ल्याउनुपर्छ त्यो मतलब भने त्यो हामी सबैलाई ल्याउँछौँ र सबैलाई चाहिँ यसको उसमा कारबाही गर्छौँ भन्ने कुरा मैले यहाँहरूलाई निवेदन गर्न चाहेँ।